मानिसले सबै कुरा जन्मजात सिकेर आएको हुँदैन। कतिपय कुराहरू उसको परिस्थिति, उसको गतिविधि अनि उसको भोगाइ अनुसार सिकिँदै जान्छ। ल स्वागत छ सबैजनालाई मेरो बासी भिडियोमा। बासी भन्दा पनि महाबासी भिडियो भइसक्यो। यो भिडियो रेकर्ड गरेको चाहिँ मैले 6-7 दिन भइसक्यो है। एडिट गरेर रेडी बनाएको भिडियो पनि कता आफै डिलिट भएर फेरि पनि एडिट गरेर पोस्ट गर्दैछु है। मेरो मोबाइल पनि त्यस्तै भएर कस्तो ह्याङ हुने अनि त्यतिकैमा भिडियोहरू एडिट गरेर रेडी बनाएको भिडियो पनि कता डिलिट भइहाल्छ के। जति मोबाइल किने पनि के कारणले हो मेरो मोबाइल ह्याङ भइहाल्ने अनि बिग्रिहाल्ने के। राम्रो मोबाइल चलाउने त मेरो भाग्य पनि छैन कि के हो। बल्ल तल भिडियो बनायो अनि बल्ल तल एडिट पनि गर्यो, भोइस पनि गर्यो। अब पोस्ट गर्छु भनेर रेडी बनाएको भिडियो आफै ह्याङ भएर डिलिट भइदिँदा कस्तो मन दुख्ने के, कस्तो मन रुने। यो मोबाइलले यस्तै दुःख दिन्छ अनि अब त भिडियोहरू केही पनि बनाएर पोस्ट गर्दिन भन्छु। फेरि मनले कहाँ मान्छ र है, पोस्ट गर्न मन लागिहाल्छ। यो मैले काम गर्दै गर्दा चाहिँ मेरो भिडियो बनाइदिने मेरो छोरी हुन् क्यामेराम्यान। भिडियो एकदमै हल्लाएर बनाइदिएको छन्। हल्लाएर बनाइदिए पनि मेरो लागि भिडियो बनाइदिनु नै ठुलो कुरा हो। खासमा मोबाइल ह्याङ हुने अनि बनाएको भिडियोहरू पनि एक्कासी हराउने के कारणले हुन्छ होला। यस्तो मेरो मात्रै हुन्छ कि सबैको हुन्छ? साथीहरू कमेन्ट गरिदिनु होला है। मोबाइलको यस्तै हालत भएको कारणले फेसबुकले दिएको कामहरू पनि पुरा गर्नै सक्दिनँ कि मैले त। कति कामहरू त पुरा नगरेरै गइहाल्छ है। यो मोबाइलले मलाई त एकदमै सताएर मोबाइल पीडित नै बनाइसक्यो के मोबाइलले। जसले मेरो भिडियो अन्तिमसम्म हेर्नुभयो सबैजनालाई धेरै धेरै धन्यवाद। अनि मलाई फलो नगरेकोले फलो गरिदिनु होला है त।